वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनालाई मेरो च्यानलमा अनि स्वागत छ अनि मेरो नयाँ ब्लगमा सबैजनालाई स्वागत छ। अनि आज चाहिँ आफ्टर 2 weeks पछाडि आइएम डुइङ ब्लग। म दुई हप्ता पछाडि चाहिँ म ब्लग बनाउँदैछु अनि आज चाहिँ एकदम स्पेसल ब्लग छ। अनि त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो यहाँ यो ठाउँको चाहिँ कम्बाइन्ड क्रिसमस प्रोग्राम हुनु गइरहेको छ नि त हाम्रो यो सबै चर्चहरूको। अनि त्यही हो। अनि आज चाहिँ हाम्रो कम्बाइन्ड उयो क्रिसमस प्रोग्राम छ। आज चाहिँ 20 डिसेम्बर अनि क्रिसमस आउनुभन्दा अगाडि नै छ। अनि यो चाहिँ यहाँ जतिवटा चर्चहरू छ नि यो जर्जी एस्टेटमा त्यो सबै चर्चहरूको चाहिँ आज कम्बाइन्ड उयो हुनु गइरहेछ क्रिसमस प्रोग्राम। अनि त्यही हो, अब रमाइलो हुन्छ होला, रमाइलो इन्जोय हुन्छ होला जस्तो मलाई लागेको छ। अनि मेरो चाहिँ फर्स्ट टाइम हो यस्तोहरू मैले एटेन्ड गरेको छुइनँ। अनि यस्तो प्रोग्राम चाहिँ भइरहेको थियो अरे। अब लास्ट टाइम चाहिँ म आएको बेला चाहिँ भएको थिएन होइन, योपालि चाहिँ भयो। त्यही हो। अनि हाम्रो चर्चबाट पनि डान्सहरू छ नानीहरूको, त्यही हो। अनि अरू चर्चहरूबाट डान्सहरू छ, के प्रोग्राम, सिङ्गिङ प्रोग्रामहरू केहरू सबै छ, खानेकुरादेखि सबै। अनि त्यही हो गाइस, आज चाहिँ त्यही हुनेछ मेरो ब्लग। अनि आई होप आजको दिन चाहिँ एकदम रमाइलो हुन्छ भन्ने मैले आशा गरेको छु। अनि त्यही हो गाइस, अहिले चाहिँ 10 भइसक्यो। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ, यहाँबाट अलिक टाढै हो इमानुएल चर्चमा त, त्यो चाहिँ अलिक ठुलो छ नि त चर्च। अनि त्यही हुनु गइरहेको छ। अनि अहिले चाहिँ हामी दिदी पनि रेडी हुँदै हुन्छ। सिमु ग्रेसहरू त अलरेडी रेडी भइसक्यो, मेरो इन्ट्रो पनि लामो भइसक्यो होला। अब निस्क्यौँ, आज के हुन्छ, हामी के गर्छौँ त्यो म सबै देखाउँछु है त गाइस। अहिले एकछिनमा भेटौँला। ल गाइस, अब चाहिँ हामी यहाँ घरबाट चाहिँ निस्किनु आँटेको। अनि हामी अलिकति खाजा बोकेर निस्किँदैछु, किन भन्दाखेरि भरे हुन्छ नि त लन्च। अनि सेवा सकेरै हुन्छ होला जस्तो लागिरहेछ मलाई। अनि त्यही भएर चाहिँ हामी अब बाटोमा चाहिँ जाने हो। अनि यहाँ नाच्ने मान्छे चाहिँ यहाँ घरबाट रेडी भएर लुगा चेन्ज नगर्नेहरू गएर। अनि त्यही भएर चाहिँ हामी निस्किन्छौँ। यहाँ हुनुहुन्छ अर्को मोडल, अरूहरू चाहिँ भेनमा आउनुहुन्छ गाइस, चर्चको भेनमा। हामी चाहिँ गाडीमै होइन, सबैजना भेनमा आउँछ। नानीहरू पनि टन्नै छ नि त नाच्नेहरू। अनि यहाँ आउनुहोस्, यहाँ छ अर्को भुन्टुङ, तर यो भुन्टुङ चाहिँ नाच्दैन है या। अनि त्यो गाइस, ल अब अहिले भेटौँ ल, बाटोमा हुन्छ कि वहीँ गएर हुन्छ। ल गाइस, हामी चाहिँ अन द वे बाटोमा हो। अनि हाम्रो अरूहरू सबै पुगिसक्नु भएको रहेछ। अनि हाम्रो सिमोनको फर्स्टैमा छ अरे डान्स, वेलकम डान्स छ अरे। त्यही भएर चाहिँ फोन गर्नुभएको थियो छिटो आउनु भनेर, फर्स्टमै छ अरे डान्स। अनि हामी चाहिँ बाटोमा छौँ, अलिक टाढै हो नि त, 20 मिनट के कति हो त्यस्तो जति लाग्छ। रेड लाइटहरू परेन भने चाहिँ छिटो पुग्छ। अनि चाहिँ हामी जाँदैछौँ गाइस। के गर्दै हुनुहुन्छ दर्शकबिन महानुभावहरू। ल गाइस, हामी चाहिँ फाइनली आइपुग्यौँ। अनि अब चाहिँ हामी भित्र जानुपर्ने हुन्छ। म अहिले भिडियो बनाउँदिनँ, भित्र गएर एकैचोटि भिडियो बनाउँछु ल। अब अप्ठ्यारो हुन्छ नि त, मान्छेहरू हुन्छ बाटोमा, त्यही भएर ल अहिले भेटौँ ल गाइस। अब चाहिँ हामी भित्र आइसक्यौँ। यहाँ को हो यो, अनि अब चाहिँ सेवा सुरु हुन आँट्यो। त्यो गाइस, ल गाइस अब चाहिँ सेवा सुरु हुनु आँटेको छ। हामी चाहिँ फ्रन्टमा बसेको छौँ, किन भन्दाखेरि पछाडि बस्यो भने अलिक मजाले देख्दैन, भिडियोहरू गर्न पनि मिल्छ भनेर चाहिँ फ्रन्टमा बसेका छौँ।
भएको पास्टर अगुवाजनहरू गुरुजनहरू अन्य जति पनि आउनुभएको छ सबैजनालाई येशू ख्रीष्टमा जय मसीह र नमस्कार पनि र हुन्छ है। सुरुमा त हामी है जे पनि गर्छौँ प्रार्थना गरेर सुरु गर्नेछौँ र आज पनि यसरी नै हामी सुरुको प्रार्थना गरेर आजको यो कार्यक्रमलाई हामी सुरु गर्नेछौँ र सुरुको प्रार्थनाको लागि हाम्रो आदरणीय पास्टर है तारा कुलुङज्यूलाई बोलाउन चाहन्छु युएनसी चर्चबाट उहाँलाई ताली बजाएर हामी स्वागत गर्नेछौँ। धन्यवाद छ सम्पूर्ण ख्रीष्टका जनहरूलाई येशू मसीहको नाममा जय मसीह। ल अब हालेलुया। म चाहिँ अक्सर मण्डलीलाई हालेलुया भन्न लाउँछु। ल आउनुहोस् हामी सुरुको प्रार्थना गर्नेछौँ। त्योभन्दा अगाडि एउटा स्क्रिप्ट पढ्न मन लाग्यो। यशाया 7:14मा यसरी प्रभुको वचनमा यसरी लेख्दछ, यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। धन्यवाद। चर्चबाट हुनुहुन्छ भाइ बहिनीहरू। इफ यु गाइज आर रेडी तपाईको डान्स छ र उहाँलाई हामी ताली बजाएर स्वागत गर्नेछौँ। Are you enjoying? हालिदिन्छु कि म त्यस्तै।
क्रिसमस चाहिँ त्यो समाचार हो जसले भन्छ परमेश्वर चाहिँ हामीदेखि टाढो हुनुहुन्न भनेर। Christmas is a message that says that God is not silent. अनि क्रिसमसले चाहिँ त्यो समाचार ल्याउँछ कि परमेश्वर चाहिँ चुपचाप लागेर बस्नुहुन्न। Christmas is the message that says, yes, we walk through suffering and He understands that. अनि क्रिसमसले चाहिँ त्यो सुसमाचार ल्याउँछ कि हामी दुःखबाट भएर गए तापनि हामी दोहोरो बस्छौँ। How do I know that? म कसरी थाहा छ मलाई? In the Bible, we can find that Jesus was born among ordinary people. अनि बाइबलले भन्छ चाहिँ येशू ख्रीष्ट चाहिँ सामान्य मानिसहरूको बीचमा चाहिँ जन्माउनु भयो भनेर भन्छ। According to the Bible, Jesus is the King of the King. बाइबलले भन्छ येशू ख्रीष्ट चाहिँ राजाहरूका राजा हुनुहुन्छ। And if you wanted, you can choose to born in palace. अनि उहाँले चाहनु भएको भएदेखि उहाँ चाहिँ राज्यमा के अरे राजाको दरबारमा जन्मन हुन्थ्यो होला। If you want, he could have choose to born with lot of power. अनि उहाँले इच्छा गर्नु भएर चाहनु भएको थियो भनेदेखि उहाँ यति धेरै शक्तिको साथमा उहाँ आउन सक्नुहुन्थ्यो। But listen this carefully. तर यसलाई ध्यान दिएर सुन्नुहोस्। He born among ordinary people like an ordinary man. तर उहाँ चाहिँ हामी जस्तो सामान्य मान्छेहरूको बीचमा जन्मनु He भयो। did not come for the people who is full of power. येशू ख्रीष्ट चाहिँ शक्ति बोक्ने मान्छेहरूको बीचमा आउनु भएन। I love this because he came among a weak people. तर उहाँ चाहिँ कमजोर मानिसको बीचमा आउनुभयो। He came for those that are forgotten. उहाँ चाहिँ त्यो बिर्सेको मानिसहरूको बीचमा आउनुभयो। This is the only Jesus that understands our pain and our suffering that we all face. अनि यो येशू ख्रीष्ट मात्रै हुनुहुन्छ जसले चाहिँ हाम्रो दुःखलाई हाम्रो पीडालाई सम्झनुहुन्छ अनि बुझ्नुहुन्छ। Again, like I said, Christmas is a music in the life for some, but for Christian it is a message. अघि मैले भने चाहिँ कसैको लागि क्रिसमस भनेको चाहिँ झिलिमिली बत्ती अनि नाचगान होला तर विश्वासीहरूको लागि चाहिँ एउटा सुसमाचार हो। भाइले धन्यवाद। मैले भर्खर एउटा गीत निकालेको थिएँ, प्रभुलाई धन्यवाद होस् र सबैले सुनिदिनु होला। गीतको बोल थियो आकाशैमा हेर नयाँ तारा। यसको दोस्रो भाग चाहिँ तपाईँको माझमा गुनगुनाउँछु है त ल। नाच्दै रमाउँदै लौ सबै आओ मुक्तिदाताको जन्म मनाऊ। नाच्दै रमाउँदै लौ
संसारलाई सुनाउँदै जाऊ यो खुसीको सन्देश सारा संसारलाई सुनाउँदै जाऊ उद्धारकर्ता जन्मेको छ उद्धारकर्ता जन्मेको छ धन्यवाद उहाँको भिडियोले चाहिँ मिलियन भ्यू पुग्नुपर्छ सबैजनाले लाइक र सब्सक्राइब गरिदिनु होला या डेफिनेटली सो यहाँ अब हामी विशेष गरी अब चाहिँ हामी यो समय चाहिँ म पास्टर तारालाई दिन चाहन्छु उहाँले 15 सेकेन्ड्सको लागि मलाई टाइम माग्नु भएछ त्यो पछाडि उहाँको जेनरल डान्स छ युएनसिए चर्चबाट तपाईँहरू रेडी भइदिनु होला र उहाँले ओके ताली बजाउँछ उहाँको लागि ल फेरि पनि हाम्रो नानीहरू आउँदै हुनुहुन्छ युएनसिएको नानीहरू जो गीत चाहिँ मैले नै लेखेको र भिडियो पनि आइसकेको छ युट्युबमा आज क्रिस्चियन जगतमा दुईटा धार बनिसकेको छ एउटाले भन्छ क्रिस्चियन मनाउनु हुँदैन भन्छ अर्कोले भन्छ मनाउनु तर मैले चाहिँ गीत लेखेको छु मनाउनु पर्छ खुसी मनाउनु पर्छ नमनाउने जति सबै हेरो थो भनेर चाहिँ हेरो चाहिँ दुखी हुन्छ भनेर क्रिसको जन्मको बेलामा रिसाउनेहरू चाहिँ हेरो जस्तै हो भनेर त्यो एउटा थेममा एउटा गीत बनाएको छु सबैले सुनिदिनु होला अनि हाम्रो नानीहरू नाच्दैछ प्लिज कम सारा ट्यालेन्टेड चर्च हो डान्सर पनि यहाँ सबै नानीहरू नाच्ने अनि पास्टर बाबु पनि म्युजिक लेख्ने सबै हुँदो छ अनि पास्टर तारा तपाईँले गाउनु भएको त होइन होला यो गाना कि तपाईँले गाउनु भएको यो स्वर पनि तपाईँको स्वर छोटो गुन्गाइदिनु त तर हेरो सुन्नु यो गाना छोटो गाइदिनुहोस् तर हेरो दुखी भयो ओके लेट्स हियर फ्रम हिम लु मलाई त लिरिक्स त बिर्सी भएको छ त So I
आउँदै हुनुहुन्छ उहाँको लागि भन्न पर्छ
आए परमेश्वरलाई महिमा होस् हामी एकचोटि ठुलो 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 ताली बजाएर परमेश्वरलाई धन्यवाद दिन्छौँ र अर्को धन्यवाद चाहिँ हाम्रो पास्टरहरूलाई जान्छ पार्टिसिपेन्टको लागि ठुलो ताली बजाइदिने गीतहरू गाएर यति मजाले हामीलाई रमाइलो गराएको छ र हामी कति चाहिँ खुसी हुनुपर्छ यसको लागि नानीहरूले हाम्रो कल्चरलाई पिकअप गरेको छ र उनीहरूले राम्रो प्रकारले डान्सलाई पिकअप गरेको छ उनीहरूले लिपसिङ गर्नु पनि सिकेको छ है र त्यसले गर्दाखेरि चाहिँ हामी वी आर सो थ्याङ्कफुल फर द्याट अनि अर्को कुरा तपाईँहरू आजको दिनमा नआइदिनु भएको भए यो प्रोग्राम कुनै रीतिले पनि सफल हुने थिएन र तपाईँहरू सबैजना सायद तपाईँको अरू नै इम्पोर्टेन्ट कामहरू थियो होला र त्यो काम छोडेर आइदिनु भयो धेरै धन्यवाद ताली बजाउँदा सबैको लागि here on today and thank you for all who have gave of themselves to put time and put this event together. Father, we pray that people will leave here today better than what they came. Father, we also pray for a blessing upon each and every one as they leave and depart from this place. Also, continue to bless our time together even after this closing. Bless the food and refreshments that has been prepared. And Father, I ask that you continue to bless everyone throughout the end of this year and keep everyone safe. This is our prayer. We ask in the Son Jesus Christ's name. Amen. एकछिन पर्खिनुहोस् है हामी नि अलिकति सूचना अझै पनि सुन्दैछौँ एउटा कुरा के भन्दाखेरि डेकोरेसन टिमलाई चाहिँ मैले भुलेछु डेकोरेसन हाम्रो जिना अनि उनको टिमले गरेको डेकोरेसनको लागि हामी एकदम ठुलो ताली बजाइदिँदैछौँ अनि अर्को कुरा अघि बिहान म 9 बजी आउँदाखेरि चाहिँ यहाँनिर सबै आइसक्नु भएको थियो विशेष गरी चाहिँ किचन टिमको आइपुग्नु भएको थियो हाम्रो पास्टरको पनि आइपुग्नु भएको थियो अगाडि नै आइपुग्नु भएको थियो धन्यवाद छ पास्टरलाई समय आइदिनुको लागि हामीलाई उत्साह गरिदिनु भएको लागि र प्रभुले धेरै आशिष दिएको होस् अनि तपाईँहरू यदि छुट्टिनु भयो भने पनि तपाईँ समग्रमा तपाईँलाई धन्यवाद प्रभुले आशिष दिएको होस् र आज भने यदि तपाईँ रहेर यहाँ डान्स गर्नु चाहनुहुन्छ भने अर्को पालि अर्को सालमा मात्रै आउँछ त्यसले गर्दाखेरि अहिले नै डान्स गर्नुपर्छ अर्को साल नआउनु पनि सक्छ र त्यसले गर्दाखेरि डान्स गर्नेछ अब यहाँ म्युजिक बस्नेछ तपाईँहरू सबै आएर गुरुङ गुरुङ नाच्नु सक्नुहुनेछ ल गाइस प्रोग्राम पनि सक्यो होइन अनि अहिले चाहिँ खाना खाने टाइम भयो सेवाहरू सबै सक्यो अनि यहाँ खाना खाने ठाउँ त यता कता पछाडि तल्लो कता ला अनि रहेछ अनि हामी त यहाँ आइरहेछौँ हौ तर कता दि कता हो ए कहाँ कत्रो ठुलो रहेछ नि त ओ गाइस ल यहाँ हामी तल्लो कहाँ रहेछ ल ए उताबाट रहेछ नि त दि ल गाइज हामीले चाहिँ बल्ल बल्ल त्यहाँबाट कोचरोबाट निस्केर अनि यहाँ बाहिर पनि खाने ठाउँ रहेछ नि त अनि हामी बाहिर आएर चाहिँ माम खानु आँटेको आइटमहरू चाहिँ धेरै छ गाइस यो सुँगुरको मासु अरे यो कोपी आलु यो ड्रमस्टिक अरे कुखुराको अनि यहाँ माछा आइटम धेरै छ अब चाहिँ खानुपर्ने हुन्छ मेरो भान्जालाई चाहिँ क्यान्डी चाहियो अरे होइन भान्जा क्यान्डी अब घरमा गएर हाल्ने हो ल ओके यता हेर भन्नु न ओके भन्नु ओके घरमा गएर खाने क्यान्डी जुस ओके माम खाइसकेको छ नि त यहाँ नि ल गाइज हामी चाहिँ घाम बसिरहेको छौँ अब चाहिँ घर हामी जानुपर्ने हुन्छ मेरो भान्जा चाहिँ खालि क्यान्डी भनेर गाइज गर्दैन हस् यहाँ चाहिँ सबैजना बसेर घाम ताप्दै गरेको अवस्था खानासाना खाएर ओरेर होइन सबैजनाले घाम तापिरहेको छ अनि हामी अब घर जाने गाइस अब चाहिँ हामी घर फर्केको हाम्रो सबै सक्यो खानासाना खायौँ प्रोग्रामहरू पनि सक्यो अनि एकछिन घाम तापेर निस्क्यो अनि हामी नयाँ प्यासेन्जर थपिएको छ
Afia Kulungrai from Uganda. अनि हामी जाँदैछौँ गाइस. अब घरमै गएछु. ल साथीहरू यतिको चाहिँ चस्मा लाएर हिरो भएर हिँड्नुपर्ने हुन्छ डन भएर चस्मा. साथीहरू हेर्नुहोस् है मजाले लेहेङ्गामा चस्मा ढल्का आयो. अहिले जाँदाखेरि चाहिँ हामीलाई लास्टै ढिलो हुने रहेछ किनभने पुरा जाम रहेछ हौ. अघि त अलिक छिटै भएको थियो तर जाँदाखेरि चाहिँ अलिकति ढिलै हुन्छ जस्तो छ. अब गएर चाहिँ चिया खाने हो साथीहरू. टाउको दुखो त भन्दिनँ है. कफी खाने हो भन्नु न. How are you guys? Where are you? बोल्दैन त कता कता छ हौ. त्यो गाइस भोलि चाहिँ हाम्रो सिमुको बर्थडे. अनि अब कस्तो हुन्छ के हुन्छ अब म भोलि नै भ्लग बनाउँछु. छोटो भए पनि कस्तो हुन्छ. अनि त्यही हो गाइस. अब चाहिँ हामी घर जाँदै नै छौँ. बाटोमै हो. अब गएर चाहिँ चिया कफी खानुपर्ने हुन्छ. Afia, say something in Nepali. हाई भन्दै न हौ. Sing. जुना जस्ती रे. ए हेरोद हेरोद गाउँ हेरोद. आर्यन त नाचिरहेको थियो त घरमा. रो दुखी भए ताली बजाऊ ताली ताली. होटिङ गानु मम्मीलाई. हेरो ताली मार ग्रेस. आफ्नै मोडिफाई. नाचो गाउ रमाऊ हर्ष मनाऊ क्रिसमस यो जन्मदिनैमा क्रिसमस यो बडा दिनैमा. ताली ताली ताली. भोइस अफ नेपालमा जानेवाला छु. अमेरिकन गट ट्यालेन्टमा जानुपर्ने हुन्छ. यहाँ भोइस अफ नेपाललाई नै यहीँ अमेरिकामा जानु पर्यो. ल गाइस हामी चाहिँ बाटोमा हल्का घुर्दै गरेको अवस्था होला. फेरि डेन्जर सास फेरिरहेको थियो रोक्यो अनि आँखामै धप्पा रहेछ. ल हामी चाहिँ अब अलमोस्ट घर आइपुग्यौँ साथीहरू. ल गाइस हामी चाहिँ घर आइसक्यौँ. अनि अहिले चाहिँ म कफी खाँदैछु. अनि मैले पर्दा बोकिरहेछु किन भन्दाखेरि यस्तो डाउन गरेको थिएँ कि पुरा अँध्यारो आउँदो रहेछ कालो आउँदो रहेछ. त्यही भएर यो मैले पर्दा यसरी हातले उचालेर बोलिरहेको छु. त्यही हो गाइस. अनि जस रमाइलो भयो. अनि अझै कफीहरू खाँदैछु. अनि बाहिर चाहिँ हाम्रो भतिजाले कपाल काट्दै हुनुहुन्छ. म देखाउँछु ल. क्रिसमसको लागि क्रिसमस लाग्यो नि त अब. ल गाइजहरू तपाईँहरू कजनालाई क्रिसमस लागिसक्यो. हाम्रो नि यहाँ सुरु भइसक्यो होइन. किनभने अब यतिखेरै हो नि त कपाल काट्ने ट्रेडिङ गर्ने. अनि हाम्रो भतिजले पनि कपालहरू काट्दैछ. त्यो गाइज अब नेपालमा पनि सुरु भइसक्यो. क्यारलहरू अस्ति दिन सुरु भइसक्यो. अनि यतिखेर चाहिँ क्या मिस गर्छु क्या म नेपालमा. अब नेपालमा नि अब साथीभाइहरू हुन्छ भाइ बहिनीहरू आफ्नो के अरे मम्मी बाबाहरू सबैजना यतिखेर चाहिँ म लास्टै मिस गर्छु क्या. अनि ब्युटिफुल बनिँदैछ ग्रेस तामाङ. ग्रेसलाई चिन्नै पारिदिनु पर्ने एकचोटि. कस्तो दिँदो रहेछ. सिमन चाहिँ बर्थडेको बेलामा किन फेरि बाहिर चाहिँ लास्टै चिसो छ.
न गाडी पनि बर्थडे बोयको बुइनीलाई अर्को दे कतिखेर आउँछ नि सङ्गे भाइ को अन्त अनि थाहा छैन आउँछ होला आज त 6 बजीसम्म भनिरहेको थियो कुनै थाहा छैन उसले नि कपाल काट्नु छ त भनिरहेको थियो कि मैले भोलि काट्नु भनेको थिएँ नि त हिजो खै उसले त जहिले काट्छु भन्छ कपाल त हिजो के काट्नु भएर कपालै लामो राख्दैन ल गाइस मैले चाहिँ यो भिडियोमा चाहिँ भोइस ओभर गर्दैछु किन भन्दाखेरि मैले त्यो दिउँसो चाहिँ अनि त्यहाँ त्यति बाहिरको भिडियो गरिसकेपछि मैले त्यहाँ कोठामा धेरै कामहरू थियो बिहान एकदम रस भएर होइन कोठाहरू लात्तालिङ्ग भएको थियो अनि मैले केही सफा गरेको थिइनँ अनि त्यही भएर मैले आएर सबै स्यानिक गरेँ बेडसिटहरू चेन्ज गरेँ कोठाहरू सबै सफा गरेँ अनि त्यस पछाडि तल घरहरू सबै सफा गरेँ ओरेँ होइन किचनहरू सफा गरेँ किन भन्दाखेरि भोलि सिमुको बर्थडे छ अनि त्यही भएर मैले आज नै सबै सफाहरू गरेको थिएँ अनि त्यसकै लागि नै मैले यो त्यस पछाडि कामहरू सकेर सपिङबाट आउनुभएको चाहिँ दिदीहरू अनि त्यस पछाडि मैले यो सबै अनि मासु विङ्स पनि बनाउने अरे फ्राई अनि त्यसको लागि मैले चाहिँ पुरा म्यारिनेट गर्दैछु होइन मजाले त्यसलाई म्यारिनेट गरेर आजै गरेर राखेर चाहिँ अनि भोलि चाहिँ दामी हुन्छ भनेर आज नै बेलुकै सबै म्यारिनेट गरेर राखेको अनि भोलि चाहिँ त्यस धेरै बेर राखेर मिठो हुन्छ भनेर नि अनि म्यारिनेट गरेर राखेको त्यही हो गाइस अनि भोलि चाहिँ हाम्रो सिमोनको बर्थडे हो अनि त्यसकै प्रिपरेसन चाहिँ हामी धमाधम गरिरहेको छौँ मान्छे चाहिँ भन्नु न गाइस चिलमा छ एउटा काम गरेको छैन बर्थडे हुने मान्छे चाहिँ हामी चाहिँ यहाँ लागि परिरहेको छौँ भोलिको लागि यो चाहिँ ल अब चाहिँ म भ्लग यहीँ इन गर्छु गाइज अब चाहिँ पुरै बेलुका भइसक्यो अनि म अघि एकछिन एकदम बिजी भएँ घरको कामहरू गर्नेदेखि लिएर सबै कुरा अनि त्यही भएर मैले त्यति भिडियो बनाइनँ अनि अहिले चाहिँ अब भ्लग इन गर्दैछु म किनभने एडिटहरू पनि गर्नुपर्ने हुन्छ अनि भोलि फेरि मेरो नेक्स्ट भ्लग आउन सक्छ भोलि चाहिँ हाम्रो सिमुको बर्थडे छ अनि त्यसको लागि पनि म भ्लग बनाउँछु होला त्यसको लागि पनि स्टे ट्युन अनि जस आजको दिन राम्रै भयो मेरो चाहिँ फर्स्ट टाइम एटेन्ड थियो नि त यस्तो प्रोग्राम यहाँ अनि जस राम्रै भयो अनि सबैजनालाई एडभान्समा अहिले ह्याप्पी क्रिसमस मेरी क्रिसमस सबैजनालाई जसले मेरो भिडियो हेर्नुहुन्छ अनि सबैजनालाई मेरी क्रिसमस अनि अरू त के भन्नु त्यही हो गाइज अब म आजको भ्लग यहीँ इन गर्छु अब क्रिसमस पनि नजिकै आइसकेको छ केही दिन मात्रै बाँकी छ त्यही भएर गाइजहरू अब चाहिँ मेरो एकदम छिटो आउन सक्छ भ्लगहरू चाहिँ कन्टिन्यू अनि त्यही हो गाइज अब आजको भ्लग चाहिँ म यहीँ इन गर्छु हजुरलाई के कस्तो लाग्छ अनि कमेन्ट बक्समा लेखिदिनु होला अनि अब त्यही हो अब चाहिँ म भ्लग नै इन गर्छु गाइज एडिट पनि गर्नुपर्ने हुन्छ र थ्याङ्क यू सो मच फर वाचिङ अहिलेसम्म हेरिदिनु भएकोमा अनि हेरेर तपाईँहरू सबैजनाले इन्जोय गर्नुभयो होला थ्याङ्क यू सो मच फर वाचिङ सी यू अन द नेक्स्ट भ्लग्स बाई